टी20 विश्वकप 2026 को पहिलो खेलमा नेपालले इङ्ल्यान्ड विरुद्ध मात्रै 4 रनको हार बेहोर्यो। के अब पनि नेपालको सुपर 8 पुग्ने चान्स कतिको छ भन्ने विषयमा आउनुस् आजको यस भिडियोमा विस्तृत रूपमा चर्चा गरौँ। त्योभन्दा पहिला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। लेट्स स्टार्ट द भिडियो। सो नेपालले पहिलो खेल आफ्नो इङ्ल्यान्ड विरुद्ध खेलेको थियो, जुन खेलमा नेपालले मात्रै 4 रनको हार बेहोर्यो, जुन हार भन्न पनि मिल्दैन। नेपालले यति ठुलो टिमलाई यति सानो टिम भएर यतिको टक्कर दिनु धेरै ठुलो कुरा मानियो र नेपाली क्रिकेटको विश्वभरि नै चर्चा भयो। अब बाँकी रहेका 3 खेलमा नेपालले यदि 3 खेल नै जित्न सक्छ भने नेपाल पक्कै पनि 100% चान्स छ कि नेपाल सुपर 8 मा पुग्छ, किनभने हरेक ग्रुपबाट 2 टिम मात्रै सुपर 8 जाने हुन् र नेपालको ग्रुपमा 4 टिम रहेका छन्, जसमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटली रहेका छन्, जसमध्ये एउटा खेल इङ्ल्यान्डले, एउटा खेल वेस्ट इन्डिजले र एउटा खेल स्कटल्यान्डले जितिसकेको छ भने नेपाल र इटलीले हार बेहोरेको छ। त्यसै गरी स्कटल्यान्डले पनि 1 हार र 1 जित बेहोरेको छ। अबको समीकरण केही यस्तो बन्न सक्छ, यदि इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराउँछ भने, नेपालले वेस्ट इन्डिजलाई हराउँछ भने त्यसपछि नेपालले 2 खेल जिते पनि जाने सम्भावना हुन्छ, किनभने इङ्ल्यान्ड पनि 1 खेल हारिसकेको हुनेछ। त्यसबाहेक नेपालले 3 खेल जित्यो भने त स्योर जाने भयो। त्यसपछि पनि नेपालले 2 खेलहरू जित्छ भनेपछि नेपालको केही समीकरण हेरिन्छ र नेपाललाई केही चान्स हुन जान्छ यदि नेपालले 2 खेल मात्रै जित्छ भने पनि। यदि नेपालले स्कटल्यान्ड र इटलीलाई मात्रै जित्न सक्छ भने त्यसले चाहिँ नेपाललाई फाइदा गर्दैन, किनभने स्कटल्यान्ड यदि वेस्ट इन्डिजलाई हामी हराउन सक्दैनौँ भने वेस्ट इन्डिजले चाहिँ अन्य टोलीहरूलाई र नेपाललाई हराएर त्यो सुपर 8 पुग्ने सम्भावना हुन्छ, किनकि स्कटल्यान्डलाई पहिले नै हराइसकेको छ वेस्ट इन्डिजले र यदि नेपाललाई पनि हराउँछ भने त्यसले 2 खेल जित्ने छ र इटलीलाई हामी हरायौँ भने पनि त्यति धेरै फरक पर्दैन, किनभने इटली स्कटल्यान्डसँग हारिसकेको छ र नेपालसँग पनि त्यति धेरै दावेदार टोली होइन। त्यसकारण पनि हामीले जसरी पनि वेस्ट इन्डिजलाई हराउनु छ। यदि हामी वेस्ट इन्डिजलाई हराउन सक्छौँ भने हामी पक्कै पनि सुपर 8 मा पुग्नेछौँ र सुपर 8 मा पुग्यो भने हामीलाई थुप्रै फाइदाहरू हुनेछन्, जसमा सबैभन्दा ठुलो फाइदा भनेको 2028 मा हुने टी20 वर्ल्ड कपको लागि हामीले क्वालिफायर म्याचहरू खेल्नुपर्ने छैन, किनभनेपछि हामी सुपर 8 पुग्छौँ भने सिधै हामी 2028 को वर्ल्ड कपको लागि क्वालिफाई हुनेछौँ। योभन्दा पहिले जसरी युएसए सुपर 8 पुगेर अहिलेको वर्ल्ड कपको लागि क्वालिफायर भयो, त्यसरी नै हामी 2028 को वर्ल्ड कपको लागि क्वालिफायर हुनेछौँ। आशा गरौँ हामी पक्कै पनि सुपर 8 पुग्नेछौँ र हाम्रो खेल अझै डेस्टिनेसनहरूसँग पर्नेछ सुपर 8 मा, हामी आशा गरौँ। र हामी जति ठुलो टिमहरूसँग हामी खेलहरू खेल्दै जान्छौँ, हाम्रो एक्सपोजर त्यति बढ्दै जानेछ र हामीले त्यति नै राम्रो खेल्दै जानेछौँ भन्ने आशासहित यहाँसम्म भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।